सबैलाई स्वागत छ मेरो युट्युब च्यानल सिम्पल किचनमा। आज हामी बनाउन गइरहेका छौँ आँपको अचार। सुरुमा मैले आँप टिपेर लिएर आएर आँपलाई पखाले मजाले। पखालिसकेपछि यसलाई चाहिँ 4 पिसमा काट्नुपर्छ। बिच्चाबाट काटेपछि 8 पिसमा काट्नुपर्छ। एउटा साइडको भागलाई 4 पिस बनाएर 8 पिसमा काट्नु होला। त्यो आँपको भित्रको बिया चाहिँ फाल्नुपर्ने हुन्छ, नत्र भने छिटो बिग्रिन्छ हाम्रो अचार चाहिँ। त्यसरी मैले सबै आँपको बियाहरू फालेर त्यसलाई 8 पिसमा भाग गर्दै काटेँ। धेरै मसिनो बनायो भने नि बिग्रिन्छ, मिठो हुँदैन। मैले काटेर भइसकेँ सबै आँपको अचारहरू। अनि मैले त्यसलाई एउटा भाँडामा राखेँ, बाटामा। अब मैले त्यसमा एड गर्छु बेसार। बेसार अलि धेरै राख्नु होला अनि धेरै नुन पनि एड गर्नु होला। नुन एड गरेँ मैले अनि त्यसलाई मजाले मोलेर मैले चाहिँ एकदम मजाले चलाएपछि यो चाहिँ रातभरि राख्नुपर्ने हुन्छ। पानी हालेर डुबाएर राख्नु होला। अनि यसमा पानी हालेर राखेपछि यसको सुक्खापन चाहिँ त्यो रसिलोपन निस्केर सुक्खा भएर बस्छ। अनि अब मैले यसमा एड गर्छु पानी राखेर मैले रातभरि यसलाई चाहिँ भिजाउनको लागि छोडिदिन्छु, भिज्नको लागि। अब मैले पानी राखेर यसलाई चाहिँ छोपिदिएँ, एक रातभरिको लागि छोपेर राखिदिएँ। अनि भोलिपल्ट उठेर मैले त्यो पानी तारेँ मजाले। पानी सबै तार्नुपर्छ, कति पानी राख्नु हुँदैन। अनि मैले घाममा सुकाउन थालेँ आँपलाई। त्यसलाई चाहिँ पानी कति पनि नराखिकन घाममा सुकाउनु होला। अनि मैले चाहिँ 2 दिनसम्म यसलाई घाममा सुकाएँ। हेर्नुहोस् त कस्तो राम्रो भयो 2 दिनपछि। अनि अब मैले मसलाहरू राखेर मोल्दैछु। नुन राखेँ, अनि जिरा धनियाँको पाउडर राखेँ, बेसार राखेँ, अनि चिल्ली पाउडर राखेँ। अनि यो चाहिँ मैले तोरीको छोप राखेको हो। तोरीको छोप भुटेर पिनेर अनि राखेको हो। त्यो मसला बनाएको चाहिँ राख्न पाइनँ। अनि तोरीको तेल तताएर मैले त्यसमा एड गरेँ अनि मजाले मिक्स गरिदिएँ। जतासुकै मिक्स हुने गरेर मसला मोलेँ। अनि त्यसमा सुकेको आँपलाई राखिदिएँ मैले। अनि मजाले मिक्स गर्नुपर्छ। यो चाहिँ मिक्स भएन भने चाहिँ नुन मसला जतासुकै लागेन भने चाहिँ मिठो हुँदैन। हेर्नु त कस्तो राम्रोसँग मिक्स भइसकेको छ। अब यसलाई चाहिँ एउटा डिब्बामा, प्लास्टिकको भाँडो थियो मसँग, सिसाकोमा राख्नुभयो भने धेरै समयसम्म बिग्रिँदैन। अनि त्यसरी नै मैले सबै आँपहरू चाहिँ अठ्याएर हावा भित्र डिब्बाभित्र चाहिँ हावा नपस्ने गरेर चाहिँ अठ्याएर मजाले हातले अठ्याएर राखेको छु अचारहरू। अनि मजाले राखिसकेपछि अब हामीले एड गर्दैछौँ माथिबाट चाहिँ मैले त्यो सबै आँपहरू चाहिँ मजाले मिलाएर त्यसमा चाहिँ हावा नजाने गरेर मजाले अठ्याउनुपर्छ। त्यो चाहिँ जति अठ्यायो उति छिटो समयसम्म पाकेर त्यो मिठो हुन्छ। अनि मैले सबै अचार चाहिँ अठ्याइसकेपछि अब मैले त्यसमा एड गर्दैछु तोरीको तेल। एड गऱ्यो भने चाहिँ हाम्रो धेरै समयसम्म रहने भएर मैले अब त्यसमा चाहिँ तोरीको तेल तताउँदैछु। उता तोरीको तेल तताउनको लागि राखिदिएको छु। अब त्यसबाट माथिबाट चाहिँ मैले तोरीको तेल राखिदिन्छु। तोरीको तेल राखेर त्यो डिब्बासम्म आउने गरेर तोरीको तेल राखेपछि धेरै समयसम्म यो 1-1.5 वर्षसम्म पनि नबिग्रिने हुन्छ। हेर्नुहोस् त मैले तोरीको तेल राखिदिएँ। अब माथिबाट मजाले त्यो तोरीको तेल चाहिँ अचार भिज्ने गरेर मजाले राखिदिनु होला। यसरी चाहिँ हाम्रो अचार धेरै समयसम्म रहन्छ। यसरी नै राखेर अब हामीले चाहिँ यसलाई बिर्को लगाएर घाममा चाहिँ लगभग 15-20 दिनसम्म घाममा सुकाएपछि यो खानको लागि रेडी हुन्छ। हामीले खान मिल्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ। यसरी नै घरमै सजिलोसँग आँपको अचार बनाएर खानुहोला। त्यसको लागि मेरो रेसिपी फलो गरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला।